लुम्बिनी लायन्सले आसन्न एनपीएलका लागि इटालीका तीव्र गतिका बलर थोमस ड्राकालाई दोस्रो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ। सन् 2019 मा इटालीको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका उनले क्यानाडामा आयोजित ग्लोबल टी20 लीगमा ब्यानपटन बुल्सबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए। सन् 2023 को टी20 विश्वकप छनौटमा पनि उनले प्रभावशाली प्रदर्शन गर्दै टोलीका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै सर्वाधिक विकेट लिने खेलाडी मध्ये एक बनेका थिए। उनी 2025 को इन्डियन प्रिमियर लीगको मेगा अक्सनमा नाम दर्ता गर्न सफल एकमात्र इटालियन खेलाडी हुन्। उनको आगमनले टिममा थप उत्साह र प्रतिस्पर्धात्मक भावना थपिने अपेक्षा गरिएको लुम्बिनी लायन्सले जनाएको छ। यसअघि लुम्बिनीले पहिलो विदेशी खेलाडीमा अस्ट्रेलियाका डार्सी सर्टलाई अनुबन्ध गरेको थियो। ताजा समाचारका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्।